पराजित गरेको हो। लाली गुराँसको यो लगातार दोस्रो जित हो। पहिलो खेलमा जाउला खेल युथ क्लबलाई 1-0 ले हराएको थियो। यो सँगै लाली गुराँसले 6 अङ्क पुर्याएको छ र हिजो समापन हुन पुगेको यो म्याचमा चाहिँ लाली गुराँस एसोसिएसनको तर्फबाट गोल गर्ने प्लेयर्सहरूका नाम यस प्रकारका रहेका थिए। अब्दुल 1 गोल, यो बल चाहिँ गोल हाने ल भनेको हेर्नु न, किप्परले सबै थाहा पाए दामी पास दिएको थियो। यो पनि हानेको होइन, किप्परले समाइदियो क्या। उहाँको चाहिँ आज ब्याड लगै भनौँ यार, यस्तो 3-4